सरकारले 1 महिनाभित्र सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता नभए रोक लगाउने चेतावनी दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगकर्तालाई व्यक्तिगत गर्न भन्दै बिहिबार तेस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको हो। तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा 3 को उपदफा 7 बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने बेहोरा समेत जानकारी गराइन्छ। सूचनामा उल्लेख गरिएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ। साथै यस्ता कम्पनीले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकार र सुनियम पालनाको निगरानी गर्ने अधिकारको व्यवस्था हुनुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म भाइबर, टिकटक र विटेक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेको उल्लेख गरिएको छ।